नमस्ते, म डाक्टर कृष्ण बडाल। मेरो घर चाहिँ काठमाडौँ नेपाल हो। म यहाँ अहिले एसिया इन्टरनेसनल युनिभर्सिटीमा हेड अफ द एकाडेमिक्सको रूपमा कार्यरत छु फरेन स्टुडेन्ट्सको लागि। नमस्कार, मेरो नाम नम्रता शर्मा हो। म चाहिँ एज अ प्रोफेसन माइक्रोबायोलोजिस्ट हो र अहिले एसोसिएट प्रोफेसरको रूपमा एसिया इन्टरनेसनल युनिभर्सिटी उज्बेकिस्तान बुखारामा काम गर्दैछु। मेरो घर चाहिँ काठमाडौँ नेपाल। मेरो वर्क एक्सपिरियन्सको कुरा गर्नुपर्दा चाहिँ मैले 2007बाट चाहिँ हस्पिटलमा काम गर्न थालेको हो नेपालमा। त्यसपछि 2012बाट चाहिँ चाइनामा मैले एमबीबीएस स्टुडेन्टलाई पढाउन थालेको हो। मैले चाहिँ माइक्रोबायोलोजी र बायोकेमिस्ट्रीको विषय पढाउँछु फर्स्ट इयर र सेकेन्ड इयरमा। अनि त्यसपछि मैले 7 देखि 9 वर्षसम्म चाइनामा पढाएँ। त्यसपछि किर्गिस्तानमा 3 वर्ष पढाएर अहिले म हाल 1 वर्ष यतादेखि एसिया इन्टरनेसनल युनिभर्सिटीमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दैछु। ओके, अब म अलिकति आफ्नो अनुभव सेयर गर्न चाहन्छु हजुरहरूसँग। मैले चाहिँ एमबीबीएस सकाउँदाखेरि 2001 भएको थियो, धेरै अगाडि। अहिलेको हिसाब गर्दाखेरि त अहिले 2025-2001 हुन्छ, 24 वर्ष अगाडि एमबीबीएस सकाएँ मैले। त्यसपछि इन्टर्नसिप गरेँ युनाइटेड मिसन हस्पिटल तानसेन पाल्पाबाट। त्यसपछि मैले मास्टर सकाएँ पिडियाट्रिक्समा इन्स्टिच्युट अफ मेडिसिन महाराजगञ्ज क्याम्पसबाट 2006मा 2003मा जोइन गरेँ, 2006मा सकाएँ। त्यसपछि मैले 1 वर्ष नेपालमै काम गरेँ कान्ति चिल्ड्रेन हस्पिटलमा। त्यसपछि मैले टिचिङ प्रोफेसन अपनाएँ। त्यसपछि म चाइना गएँ। चाइनाको 2टा युनिभर्सिटीमा काम गरेँ। एउटा युनिभर्सिटीमा 2 वर्ष अनि अर्को युनिभर्सिटीमा लगभग 12 वर्ष काम गरेँ मैले एउटै युनिभर्सिटीमा। त्यस बेलामा मैले मेरो विचारमा हजारौँ स्टुडेन्ट्सहरूलाई चाहिँ डक्टर बनाएँ होला। नेपालीहरू पनि थिए कोही, तर धेरै जस्तो इन्डियनहरू र पाकिस्तानीहरू नै थिए। अहिले उनीहरू संसारको सबै कुनामा कन्सल्टेन्टको रूपमा कार्यरत छन्। त्यसपछि कोभिड टाइममा म नेपाल आएँ। त्यहाँबाट किर्गिस्तानमा 3 वर्ष काम गरेँ। हाम्रो एउटा राम्रो टिम थियो किर्गिस्तानमा। डाक्टर रवि रोशन खड्का हुनुहुन्छ, जुन मेरो साथी अहिले यहाँ पनि हुनुहुन्छ। त्यसपछि मिना गेवाली, नम्रता शर्मा, त्यसपछि म, हामी 4 जनाको टिम किर्गिस्तानमा 3 वर्षसँगै काम गऱ्यौँ। त्यसपछि हामीले सोच्यौँ कि अब किन आफै यो चाहिँ काम नगर्ने, कति अरूको युनिभर्सिटीमा गएर काम गर्ने, हामी पनि नेपाली स्टुडेन्टहरू ल्याउँछौँ, आफैले पढाउँछौँ, आफै डक्टर बनाउँछौँ भन्ने फिलिङ आएर हामीले चाहिँ एउटा यो उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीमा एप्रोच गऱ्यौँ। त्यसपछि यहाँ कुरा मिल्यो। त्यसपछि 1 वर्षदेखि हामीले यहाँ स्टुडेन्टहरू ल्याएर पढाइरहेको छौँ। पहिलो ब्याचमै हामी भाग्यमानी भयौँ कि लगभग 21 जना नेपाली विद्यार्थी यहाँ आएर पढिरहनु भएको छ। अहिले 1 वर्ष पनि कम्प्लिट गर्नुभयो उहाँहरूले। अब होपफुल्ली यो पालि हामीले यसको डबल अथवा तेब्बरै स्टुडेन्ट ल्याउने हामीले चाहिँ प्रयास गरिरहेको छौँ। किन एसिया इन्टरनेसनल युनिभर्सिटीमा हाम्रो नेपाली स्टुडेन्टहरूलाई लिएर आउने भन्ने कुरामा, एक, यहाँ टिचर्सहरू धेरैजसो नेपाली प्रोफेसर्स हुनुहुन्छ। हाम्रो जुन डिन हुनुहुन्छ उहाँ पनि नेपाली नै हुनुहुन्छ। त्यही भएर नेपालीहरूलाई चाहिँ अलिकति सजिलो महसुस पनि हुन्छ। अनि यहाँको हस्टेल भन्नुपर्दा एकदमै राम्रो हस्टेल छ। खाना पनि नेपालीहरूलाई खान मिल्ने इन्डियन स्टाफको, इन्डियन कुकहरू नै हुनुहुन्छ। अनि यसमा पढाइ सबभन्दा ठुलो हामीले चाहिँ टिचिङ हस्पिटल, मणिपाल हस्पिटल, इन्डियाको एम्स र पाकिस्तान मेडिकल बोर्ड अनि बङ्गलादेश मेडिकल बोर्डको सिलेबस मिलाएर एउटा बनाएको छौँ, ताकि हाम्रो स्टुडेन्टहरू पछि आफ्नो देशमा गएर जब लाइसेन्सिङ एक्जाम दिन्छन् एकैचोटि उत्तीर्ण हुन् र राम्रो डक्टर बन्नु भनेर हामीले चाहिँ हाम्रो नेपालीहरू धेरै ठाउँमा जानु र पढाइ बिगारेर आउनुभन्दा हामीले नै किन कोसिस नगर्नु भनेर हामीले यहाँ सुरु गरेका हौँ। अनि हाम्रो प्रोफेसर्सहरू हुनुहुन्छ, डाक्टर रवि सर, डाक्टर कृष्ण सर, उहाँहरू चाहिँ आफैमा एउटा युनिभर्सिटी नै हुनुहुन्छ, मेडिकल बुक हुनुहुन्छ। किनभने उहाँहरूले आजसम्म नपढाएको भनेको कुनै पनि सब्जेक्ट छैन र उहाँले जसरी पढाउनुहुन्छ हाम्रो विद्यार्थीहरू धेरै नै खुसी छन्। हाम्रो यहाँ टिमले जसरी पढाइरहेछ, टिमले जसरी ह्यान्डल गरिरहेछ, म्यानेजमेन्ट गरिरहेछ, मलाई लाग्दैन कि यो कुनै पनि संसारमा बच्चाहरू गइरहेछन् यत्तिको फ्यासिलिटी, यत्तिको राम्रो एडुकेसन र क्वालिटी छ। त्यही भएर हाम्रो आफ्नो नेपालीहरूलाई चाहिँ, नेपाली भाइ बहिनीहरूलाई चाहिँ यदि विदेशमा गएर एमबीबीएस गर्नु छ भने एसिया इन्टरनेसनलमा आउनुहोस्, एकचोटि हेर्नुहोस्, त्यसपछि यहाँ फरक पाउनुहुन्छ। अब म अलिकति केही कुरा थप्न चाहन्छु यसमा। अब हाम्रो युनिभर्सिटी नै किन चाहिँ अब्बल छ त अरूभन्दा। अब आफूले काम गरेको हिसाबमा हामीले यसलाई राम्रोसँग जानेका छौँ।
करिकुलमहरू हामी आफैले बनाएको हो। जस्तै नेपाली विद्यार्थीहरू जब पढेर जान्छन् उनीहरू नेपालमा कस्तो खालको प्र्याक्टिस गर्छन् त्यो सबै हामीलाई थाहा छ। सबै हाम्रो एक्सपिरियन्स युज गरेर इन्डियाको मेडिकल बोर्ड जो नम्रता म्यामले भनिसक्नुभयो त्यो सबभन्दा मेन यहाँको सिलेबस जुन हाम्रो साउथ एसियन कन्ट्रीसँग म्याच गर्दछ। अर्को कुरा हाम्रो होस्टेल ए ग्रेड फेसिलिटी पाउनुहुन्छ हजुरहरूले। मेसको फुड जो म्यामले भनिसक्नुभयो म रिपिट गरेर राख्छु किनभने यो जरुरी कुरा छ। मेसको फुड पनि हाम्रो विद्यार्थीहरूसँग म्याच गर्छ। यो हाम्रो नेपाली फुडहरू जे दिन्छन् हाम्रो खान्छन् हाम्रो देशमा त्यस्तै यहाँ प्रोभाइड हुन्छ। अनि सबभन्दा मेन कुरा चाहिँ क्वालिटी अफ एजुकेसन जो टिचरको एक्सपिरियन्स जुन मैले धेरै देशमा पढाएँ, धेरै देशमा स्टुडेन्टहरूलाई डक्टर बनाएँ, तर म यहाँ आएर मैले के फिल गरिरहेको छु भने हाम्रो यहाँको एसिया इन्टरनेसनल युनिभर्सिटी पनि जुन यहाँको जुन मेडिकल बोर्डहरू छ, जुन डिन रेक्टर अफिसहरू छ तिनीहरू धेरै कोअपरेटिभ छन्। हामीले जुन करिकुलम पढाउन खोजेको छ उहाँहरूबाट धेरै कोअपरेसन भएको छ। त्यही भएर मेरो विचारमा तपाईहरूले 6 वर्षपछि जुन चाहिँ कन्फिडेन्स साथ डक्टर बन्नुहुन्छ त्यसमा हामीलाई पूर्ण विश्वास छ कि संसारको जुनै पनि कुनामा तपाईहरू जानुभयो भने एकदम ए ग्रेडको डक्टर चाहिँ तपाईहरू बन्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। त्यही भएर म के भन्न चाहन्छु भने एसिया इन्टरनेसनल युनिभर्सिटी आउनुहोस्, पढ्नुहोस्, अनि हामी ग्यारेन्टी दिन्छौँ कि तपाईहरूलाई ए ग्रेडको डक्टर हामी बनाउँछौँ। हाम्रो अभिभावकहरूलाई के रिक्वेस्ट छ भने जहाँ कुनै पनि विदेशमा जानु नानीहरूलाई पठाउनुभन्दा पहिला विदेशमा बुझ्नुहोस् सबभन्दा पहिला पढाइ कस्तो छ, कस्तो माहौल छ, कतिको सेफ छ। त्यो कुरामा उज्बेकिस्तान, बुखारा एकदमै सेफ छ। अनि यहाँ माहौल, एन्भाइरोमेन्ट, वातावरण सबै एकदमै राम्रो छ। त्यही भएर अभिभावकहरूलाई चाहिँ निर्धक्कसँग आफ्नो नानीहरूलाई यहाँ मजाले पठाउन सक्नुहुन्छ। चाहे बाबु होस् चाहे नानी होस्, हामी सबैलाई आफ्नै बच्चा जस्तै राम्रोसँग राखेका छौँ, राख्ने पनि छौँ। त्यही भएर एकचोटि पठाउनुभन्दा पहिला कहीँ पनि विचार गर्नुहोला। हाम्रो युनिभर्सिटीलाई एकचोटि हेरिदिनु होला अनि हाम्रो वेबसाइटहरू फलो गरिदिनु होला। त्यसबाट धेरै कुरा आइडिया हुन्छ तपाईँहरूलाई। अब अलिकति गहिरिएर अलिकति पढाइको बारेमा पनि कुरा गर्दा ठिक हुन्छ जस्तो लाग्छ मलाई। यहाँ हामीले फर्स्ट इयरदेखि नै हाम्रो विद्यार्थीलाई चाहिँ हस्पिटल पोस्टिङमा पनि विशेष ध्यान दिएको छौँ। हाम्रो एसिया इन्टरनेसनल युनिभर्सिटीमा धेरैवटा हस्पिटलहरू एफिलिएटेड छ जुन यो सिटीको चारैतिर कुनामा छन्। हामीले आफ्नो स्टुडेन्टलाई हस्पिटल प्र्याक्टिसको लागि पनि लान्छौँ। फर्स्ट इयरदेखि नै लगिरहेछौँ र यो कन्टिन्यू रहन्छ फाइनल इयरसम्म। अनि अन्तिम वर्षमा 5 वर्ष सकेपछि एक फुल इयर अफ इन्टर्नसिप पनि हामी यहीँ गराउँछौँ। त्यो हजुरहरू ढुक्क हुनुहोस्। हामीले यहाँ थ्योरिटिकल एस्पेक्ट मात्र पढाउँदैनौँ, स्टुडेन्टको ओभरअल डेभलपमेन्टको लागि यो हस्पिटल प्र्याक्टिस पनि धेरै जरुरी छ हामीले बुझेको छौँ। त्यही भएर यसको पनि विशेष ध्यान दिएको छौँ हामीले र यहाँ प्रबन्ध गरेको छौँ। अन्तिममा म के भन्न चाहन्छु भने हजुरहरूले अब एआइयुलाई छान्नुहोस्। एआइयुमा आफ्नो स्टुडेन्ट ढुक्क तरिकाले पठाउनुहोस्। किनभने म यति विश्वास दिलाउन चाहन्छु एज अ हेड अफ द एकाडेमिक्स, एज वान अफ द सिनियर टिचर र जुन यो प्रोजेक्ट सुरु गर्ने एउटा मुख्य मान्छे भएको नाताले तपाईँहरू ढुक्क हुनुहोस्। तपाईँको छोराछोरीलाई डक्टर बनाउने जिम्मा हाम्रो। यहाँ पढाइ, सेफ्टी, खाना र सबै थोक एकदम अब्बल दर्जाको छ। म यति भन्दै तपाईँहरूलाई स्टुडेन्ट आफ्नो छोराछोरी, नातेदार, इष्टमित्र जो हुनुहुन्छ यहाँ पठाइदिनलाई म हार्दिक अनुरोध गर्दछु।